परदेशदेखि आएको हो दाइ। एकछिन रोक्नुहोस्। अनि दाइ परदेशमा त मिठो मिठो रक्सीहरू पाउँछ अरे, ल्याउनु भएको छैन? छैन नि भाइ, हतारले गर्दाखेरि बरु यतै कतैतिर पाउँछ भने ल्याउनु, बरु पैसा दिन्छु। एकछिन दाइ, यहाँ तल एकजना साइलीको दोकान छ, बरु म त्यहाँ गएर लिएर आउँछु। तपाईँ यहीँ बस्दै गर्नु, म रक्सी लिएर आउँछु है। हुन्छ। बरु पैसा छ भने दिनु, म रक्सी लिएर आउँछु। तपाईँ कतै नजानु होला है। हुन्छ। म जबसम्म आउँदिनँ तबसम्म तपाईँ मलाई पर्खेर बस्नु होला है दाइ। हुन्छ। परदेशबाट आएको दाइ? हजुर। घर नगएर किन बसिरहनु भएको दाइ? अनि एकजना साथी यहाँ रक्सी खाउँ भन्यो, अनि रक्सी लिन गएको छ, त्यही भएर पर्खेर बसेको। कतै त्यो लामो कपाल भएको मान्छे त होइन? त्यो कपाल त लामै थियो दाइ। त्यो मान्छे होइन, चुडेल हो। जहिले त्यो मान्छेले यसरी नै तर्साउँछ अरूलाई पनि। तपाईँ यहाँबाट घर गइहाल्नु। हस्। ओ दाइ, कहाँ भागेको? ओ दाजु, कहाँ भागेको दाइ? पक्नु न, कहाँ भागेको रक्सी ल्याउनु ल्याएर? मैले रक्सी लिएर आइसकेँ। तल एकजना चस्मा लाउने भाइले तपाईँ त भूत हो भन्दै थियो। त्यही कुन भाइ? त्यो कालो ज्याकेट लाउने मान्छे त होइन? दाइ, त्यो मान्छे होइन, त्यो त भूत हो। पहिले यहीँनिर बाइक एक्सिडेन्टमा मरेको। जहिले त्यो मान्छेले यसरी नै यही बेलामा तर्साउनु दिन्छ। लु, अब मैले रक्सी लिएर आएको छु। दुई भाइ रक्सी खाने, त्यहाँदेखि जिउ तताउने, तपाईँ आफ्नो बाटो लाग्ने, म लाग्ने है। दिनु रक्सी दिनु। ल यहाँ अलिकति रक्सी छ, तपाईँ लगेर खानु होला है दाइ। तपाईँ जानु होला, सरसर घटाउनु, त्यो भूत हो। नवीन दाइ होइन? हो त। अरे दाइ, अनि परदेशतिर जानु भएको थियो त, आज आउँदै हुनुहुन्छ? हो नि, आज आउँदै गरेको। ए, चिन्नुभयो मलाई? चिनिन भाइ। म प्रेम के त, डाँडा गाउँको। ए। अनि दाइ यो बाटो त कोही हिँड्दैन नि त, तपाईँ फेरि यही बाटो आउनु भएको छ? यहाँ तल एकजना भाइ भेटाएको थिएँ त मैले चौतारीमा, यहाँ सँगै रक्सी खाएर छुटेको। यी रक्सीको बोतल त यहीँ छ है। दाइ यहाँ ठिक छैन, हिँड्नुहोस् अगाडि। पहिले सङ्कटकालमा दाइ यो चौतारीमा दुईजना माओवादीहरूलाई आर्मीहरूले चाहिँ नि झुन्डाएर मारेका थिए। हो र? त्यो दिनदेखि त्यो चौतारीमा सधैँ मान्छेलाई तर्साउनु दिने। हो र? त्यो दिनदेखि त्यो बाटो कोही हिँड्दैन त दाइ। धन्दा तपाईँको दिन रहेछ, राम्रो रहेछ, तपाईँलाई केही भएन। दिन रहेछ बिग्रेको भए तपाईँले पनि तर्साउन दिन्थे र धेरैजना मान्छे मारेको पनि छन् त्यही तर्साएर। हो र? कुरा बुझ्नु भएन तपाईँले? थाहा थिएन मलाई यस्तो। हेर्नुहोस् दाइ, यस्तो पनि हो र? ए भएको त्यहाँ। ए हो र? के खालको मान्छे रहेछ? दाइ छिटो आउनुहोस्, ढिला भइसक्यो। हामी माथि पर्खिँदै गर्छौँ, आउनुहोस् है। जाउनुहोस् प्रदीप। सुन्नु, त्यो तल चौतारीतिर देख्ने मान्छेहरू सबै मरेका हुन्। तपाईँ पनि मरिसक्नुभयो। अब तल हेर्नुहोस्, तपाईँको लास त्यहीँ लडिरहेको छ। तपाईँ आत्मा भइसक्नुभयो, चाँडो आउनु होला है। जाउँ प्रदीप, हाम्रो